हेलो गुड मर्निङ साथीहरू। आज चाहिँ हाम्रो हिजो बेलुका सबै प्रोग्रामहरू सकिसक्यो। अब हामी चाहिँ आज हिँड्न लागेको। जे होस् हिजोको प्रोग्राम हजुरहरूलाई कस्तो लाग्यो, साँच्चै मन पऱ्यो भने अवश्य लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। अनि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई पनि सब्सक्राइब गर्नु भएर नजिकै रहेको त्यो बेल आइकनलाई पनि थिचेर हाम्रो च्यानलमा जोडिनु नबिर्सिनु होला। त्यही यस्तै रमाइलो भिडियोहरू ल्याउने छौँ हामीहरू है। जो अहिले हामीले यो पुरा ग्राउन्डमा बसेर भिडियो बनाउँदैछु म। अब यहाँ माथि डाँडामा नै हाम्रो जाने योजना छ। आज चाहिँ हामी अन्तै उता अर्को दिदीको घरमा जाँदैछौँ है। अनि त्यसपछि दिदी घर गएर आइसकेपछि फेरि भोलि चाहिँ हामी उता माथि डाँडामा जाने योजना छ। त्यही हो, जे होस् धेरै रमाइलो भयो। लामो समयपछि यसरी आएको यहाँ गाउँमा चाहिँ यसरी भेट्नको लागि भेटघाटलाई भेट्यो, कुराकानी भयो सबैजना। यस खुसी नै भयो। बर्थडे सरप्राइज पनि धेरै रमाइलो भयो है। हुन्छ है। अब हामी चाहिँ अर्कै ठाउँतिर जाँदैछौँ। त्यतातिरको पनि दृश्य हजुरहरूलाई देखाउनेछौँ। र आज चाहिँ हाम्रो स्विमिङ खेल्ने प्लान पनि छ। के हुन्छ भयो भने हजुरहरूलाई देखाउँछ है त। त्यसको गाइस अब चाहिँ हामीहरू अब कान्छी दिदीको घरतिर जाँदैछौँ है। सबै प्याक भइसक्यो सामानहरू टक्क। अब आज गएर फेरि भोलि फर्किहाल्ने हो। अनि हामी चाहिँ अब फ्राइडे काठमाडौँ फर्किनुपर्छ। त्यसैले हतारमा छौँ यहाँनिर। अब त्यही हो, अब सबैजनालाई भेटेर जानुपर्छ। गाउँमा आइसकेपछि फेरि भेट्न आएन भन्ने हुन्छ नि त, होइन र? त्यसैले हामीहरू चाहिँ अहिले उता अब कान्छी दिदीकोमा जाँदैछौँ है त। बाटोमा छौँ। अब के कस्तो हुन्छ हेरौँ हामी दृश्यहरू। र आज चाहिँ हाम्रो एकदम ठुलो प्लान छ। हामी चाहिँ आज स्विमिङ गर्ने योजना पनि छ। स्विमिङ गर्न त्यहाँ अब एकदमै ठुलो एउटा खोला पनि छ त्यहाँनिर। त्यहाँ स्विमिङ गर्ने योजना छ है। अब स्विमिङ गरेको भिडियो नै हेर्छौँ हामी। त्यही हो, धेरै कुरा नगरिकन अब हामी अब यात्रा सुरु गर्छौँ है त। साथीहरू अब यहाँ हामी खोला आइसक्यो है, नुहाउनु लाग्यो। अब हामी यहाँ कपडा चेन्ज गर्छौँ है त। अब चाहिँ कपडा चेन्ज गरौँ। 1 2 3 गो। लो रेडी हो गए हम। अब जाएंगे नहाने के लिए। लेट्स गो। देखो दोस्तों, अभी हम जा रहे हैं पानी में नहाने के लिए। यस्तो पनि किन हो नि? फाइनली गहिरो खोलामा आइपुग्यो। अब चाहिँ नआइन्छ। तर यो नि खासै गहिरो छैन।
नुहाइसक्यौँ हामी चाहिँ। अब घाम तापेर बसिरहेको छौँ। अब यो पछाडिको ब्रिज पुल, यही पुलबाट सारा हामी यता पारी जान्छौँ। अनि जेस अब बाटोमा भिडियो गर्दै जाने हो, यतिकै जाँदैन। तपाईँहरूलाई पनि देखाउँछु म। त्यही त हो नि। अब भान्सा पनि यहाँ चाहिँ रेडी भइसकेको छ है। कपडाहरू यहाँ राखेको थियो, खाजाहरू छ। अब खाजा खाने, खाजा भन्नाले यो चाउचाउहरू, यो कुरकुरे के ल्याउनु भएको छ भान्जाले, खाने अनि जाने हो। साथीहरू अब हामी यहाँ देख्दै हुनुहुन्छ झलङ्गे पुलमा हिँड्दैछौँ। हातमा यो के हो, यो बच्चाले खानेकुराहरू बोक्दैछ, बच्चाले खानेकुरा है। अब त्यही अब बाटोमा हिँड्दैछौँ। हेर्नुहोस् झलङ्गे खतरा छ, पुलहरू पनि यस्तो खतरा हल्लिन्छ कि। दौड्यो एकछिन म अगाडि जान्छु ल। खतरा मजा आएर चाहिँ पछाडि भान्जा देखिरहनु भएको छ है, भान्जा हो। अब पारीसम्मै दौडेर जाउँ अनि पारी गएर खाने है। खै लाग्यो सकिँदैन। हेट फुटो जस्तो दुख्यो। यही तलपट्टिको हामी अघि नुहाएको ठाउँ यो खोला हो। ओ माइ गड, लास्टै थकै लाग्यो। साथी यो चिजबल रहेछ, यो चाहिँ एकदम दामी यामी चिजबल। कस्तो लाग्यो भान्जालाई चिजबल? मिठो लाग्यो। कति भन्नु ल छिटो? मैले आएन त्यति, मलाई 1 घन्टा लाग्छ। 1 घन्टा त्यस्तै लाग्छ। 1 घन्टा लाग्छ अरे है। अब धेरै लामो हुन्छ भिडियो, फेरि छोटो मात्र बनाउँछु। यो चाहिँ बसन्तपुर भन्ने ठाउँको स्कुल हो साथीहरू। यहाँनिर निर्माण कार्य धमाधम हुँदैछ। त्यो हजुरहरू स्पष्ट भिडियोमा देख्दै हुनुहुन्छ है। यो चाहिँ पहिला जस हामी पनि यहाँनिर आएको थियौँ, तर पढ्न चाहिँ पढाएको थिएन स्कुलमा। जस यहाँनिर हाम्रो आफन्तहरू चाहिँ यहाँनिर पढ्नुहुन्थ्यो। अब यहाँ चाहिँ हामी यहाँबाट अझै पनि आधा घन्टा 1 घन्टा जति अझै हिँड्नुपर्छ। अनि त्यसपछि हामी आइपुग्छौँ। अन्त अटो चाहिँ पाइँदो रहेछ, तर आज हामी भिडियो खिच्दै जाने हो, त्यही भएर हिँड्दै जाने। हाम्रो कान्छी दिदीको घरमा आइपुग्यो साथीहरू हामी। अब अलिकति मात्र 2-3 घर अगाडि हिँड्ने पुग्छौँ हामी। त्यहाँनिर के कस्तो गरिरहेको छ हेरौँ, सबको अनुहार पनि देखाउँ होइन, के गर्दो रहेछ। हामी आउँदाखेरि हुन त आउनुपर्ने मान्छेहरू सबै पहिल्यै गइसक्यो। हामी चाहिँ अलिकति स्विमिङ गएको कारणले हल्का ढिलो भयो। तर ठिकै छ, भेटौँ परिवारसँग, के हुन्छ हेरौँ। अनि बेनाहरू चाहिँ अहिले तलतिर बजारतिर जानुभएको छ अरे। यस्तो खतरा बस्ती छ है सानोमा। हामी यहाँनिर अब खेल्ने ठाउँ भनौँ न, एकदम मिठा कुरा पलहरूको यहाँ धेरै सम्झना यादहरू छ है। यहाँ चाहिँ एकदम पुरै चेन्ज भएर रहेछ। ऊ त्यो अगाडि उभिएको मान्छे चाहिँ भेना हो। यो चाहिँ मेरो भान्जीको घर हो। यो चाहिँ हेर्नुहोस्, यहाँनिर सायद यो बाख्राहरू पनि, सायद यो गोठहरू पनि भान्जीकै हुनसक्छ। कसको त्यो चाहिँ थाहा भएन।
यहाँ चाहिँ भान्जीको घर है यो कालीको घर यो चाहिँ देखो गाइस ये मेरा भान्जी है ये मेरा भान्जा है कैसे है भान्जा ठिकै छ राइट देखो गाइस इधर हमारा भांजी बहुत दबा के खाना खा रहा है देखो ऐसे हेर्नुहोस् है हाम्रो भान्जी उहाँ चाहिँ मेरो भान्जी हो यहाँनिर जस मजाले खाना खाँदै रहेछ ठिक छ अहिले एकछिन भेटौँ है के छ खान्छ हुनुहुन्छ अब यो चाहिँ अब हाम्रो माइला भेनाको घर यो चाहिँ अनि यो तल्लोपट्टिको जस्ताको यहाँनिर टर हरियो जस्ता भएको चाहिँ मेरो कान्छा भेनाको घर हो जस यहाँनिर धमाधम हुँदैछ यहाँनिर अब एकछिन भित्र जाउँ हामी भित्र गएर यहाँनिर मान्छेहरू देखाउँछ तपाईँहरूलाई उयो चाहिँ यहाँ यो कोप्ची चाहिँ मेरो भान्जी हो यो चाहिँ मेरो दिदी हो यो काली काली चाहिँ यो मान्छे यो कालो कालो मान्छे यो चाहिँ मेरो दिदी हो हेर्नुहोस् चिन्नु होला है यो चाहिँ दिदी हो साथीहरू कस्तो लाग्यो मेरो दिदी कमेन्ट गर्नु होला है कस्तो छ मिठो छ ल ल फाइनली अब हामी आइपुग्यौँ है यहाँनिर अब आज एक दिन बसेर भोलि जाने बिहानै यहाँनिर हेर्नु त हामीभन्दा अगाडि आएर यहाँ दिदीले यहाँ पुरै ढेँडो र मासु पुरै पाराले खाँदै हुनुहुँदो रहेछ एक अङ्खरा रक्सी लिएर है रक्सी चाहिँ नभन बेजेत नगर त्यतिकै रक्सी खान्छु र खाँदैन हिजो त्यो के खाएको थियो त्यो सब भिडियो छ मसित प्रमाण छ यहाँ हेर्नुहोस् हाइलाइटमा यहाँ तपाईँ अगाडि स्क्रिनमा राखिदिएको छ है भिडियो हेर्नुहोस् तल कमेन्ट सेक्सन राखिदिएको छ लिङ्क हेर्नु होला देखो गाइस ये मेरा भेना का बुंगुर फार्म है इधर देखो ये छोटा छोटा बुंगुर इधर पे है के हो जाँड हो कहाँबाट ल्याउनु छ है भेनाको बुङ्गुर फार्म यहाँ चाहिँ है यस्तो खतरा रहेछ बुङ्गुर चाहिँ हेरेँ एकदम मजा लाग्यो भित्र एकदम गनाउने रहेछ है तर मासु मिट चाहिँ यसको बुङ्गुरको मासु चाहिँ एकदम मिठो हो बेस्ट मेरो चाहिँ सबैभन्दा बेस्ट हो तर भित्र गएको कस्तो गन्ध आयो तर त्यसैले म फर्केँ त्यही हो मेरो बेस्ट हो यो चाहिँ अब हजुरहरूलाई हाम्रो यहाँ भेना जुम्ल्या भेना हुनुहुन्छ राम लक्ष्मण भेना उहाँहरू चाहिँ फेस एउटै छ कि दुईजनाकै हजुरहरूलाई देखाउँछु र कुराकानी गराउँछ है त अचम्म नमान्नुहोस् तपाईँहरू पनि झुकिन्छ है के ना आप लोग का नाम क्या है क्या नाम है भान्जाको मम्मी यहाँ हुनुहुँदो रहेछ यहाँनिर अहिले सन्चै हुनुहुन्छ नि अरू सब ठिकठाक हुनुहुन्छ उ त्यो हाम्रो छ्यामा काली छ्यामा भन्ने लसो वासेङ सन्चै हुनुहुन्छ कति जान लाग्नु भयो यो चाहिँ त्यहाँ काम गरेको हेर्नु जाउँ ए ल हामी जान लाग्यो आउनु न है ल साथीहरू अघि मैले तपाईँहरूलाई देखाउँछु भनेको थिएँ आज यहाँनिर हाम्रो यहाँ दुईवटा भेना देखाउन गइरहेको छु एउटै फेस भएको दुईवटा भेना उहाँ चाहिँ लक्ष्मण है त अब हाम्रो राम भेना हुनुहुन्छ हेलो गरिदिनु न भेना उहाँ चाहिँ राम भेना हेर्नुहोस् फेस एउटै छ नि है ल यता सँगै आउनु यहाँ देखिरहनु भएछ यहाँनिर भेनाहरू दुईजना है जुम्ल्या भेना हो राम भेना र लक्ष्मण भेना हजुरहरूलाई यसरी दाजुभाइसँगै भेट्दाखेरि कस्तो लागिरहेको छ आज धेरै खुसी लागिरहेको खुसी लागेको छ हजुरलाई कस्तो लागेको छ केही लागेन केही लागेको भेटिरहेको सबै जन्मेदेखि भेटिरहेको
अनि यस्तै तपाईँहरू फेस चाहिँ एउटै रहेछ टोपी नलाउनु एकछिन फेस चाहिँ एउटै रहेछ होइन बाटोमा हिँड्दा कोही मान्छे झुकेको त्यस्तो छ त कतै धेरै ठाउँ झुकिसक्यो धेरै ठाउँ झुक्छ है अनि आज कता ब्याङ्कतिर नि के भयो भन्ने सुनेको थिएँ के भनिदिनुहोस् त त्यहाँनिर कुरा हजुर ल बागे जो सब घर बनाउनलाई हामी चाहिँ हाम्रो राम भेनाले घर बनाउनलाई यहाँ खाल्टो खन्दै हुनुहुन्छ